हेर्नुहोस् त साथीहरू, अनौठो ठाउँ देखिएको छ। साथीहरू नमस्कार। यो चाहिँ बाजुरा जिल्ला बुढीनन्द नगरपालिका 1 भात्ती कप्साडी भन्ने ठाउँ नजिकै, पिल्चोड बजार नजिकै र उतापट्टि पादुका त्रिवेणी धाम नजिकै रहेको कर्णाली करिडोर सडक अन्तर्गत पर्ने यो सडकमा सडक डबल कटिङको क्रममा डोजरले काट्दै गर्दा भेटिएकाहरू यहाँ सुरुङहरू छन्। 3वटा सुरुङ, ओडार पनि भन्ने गरिन्छ हाम्रो भाषामा। 3वटा ओडार जस्ता देखिन्छन्। भित्र चाहिँ यस्तो देवालहरू चिनिएको छ, बान्ना चिनिएका छन् र त्यहाँभित्र मान्छेका हुन् याहरू कुनै चिजका कङ्गालहरू देखिएका छन्। यी चाहिँ हेर्नुपर्दा सुरुङ जस्तै देखिन्छन्। टाढाबाट 3वटा छन् र नजिकै गएर हेर्दा भित्र देवाल देखिन्छन् र अनि त्यता चाहिँ भित्र हड्डीहरू छन्, कङ्गालहरू छन्, केका हुन्। अनि यहाँका स्थानीयका अनुसार चाहिँ पहिला मान्छेहरू मरेका मान्छेहरू चाहिँ यहाँ देवाल लगाएर पुरेर यहाँभित्र राख्ने गरिन्थ्यो, त्यही हुन् भन्ने भनाइ छ। र अब धनी मान्छेका चाहिँ ताउलाहरू भित्र राख्ने अनि गरिबहरूका चाहिँ अनि यस्तो देवालहरू लाएर चिनेर यहाँभित्र राख्ने भन्ने भनाइ छ। त्यो पनि हुनसक्छ, यो के हुनसक्छ अब जान्न चाहिँ एकदमै पर्ने छ।